हेलो नमस्ते गुड मर्निङ साथीहरू अनि सन्चै हुनुहुन्छ हजुरहरू। अनि आज चाहिँ प्रमिला राई निचा हजुरको सामु न्यू ब्लग लिएर उपस्थित भइसकेको छु। अनि अब म के गर्छु कसो गर्छु कहाँ जान्छु हजुरहरूलाई म देखाउने नै छु है त साथीहरू। कहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला सायद हैन। प्रमिला राई निचाको धेरै माया भन्दै आज चाहिँ म मर्निङमै ब्लग स्टार्ट गर्न लागिरहेको छु। अनि तपाईहरुले यो म के गर्छु कसो गर्छु अब लास्टसम्म भिडियो हेर्नुपर्ने हुन्छ है त साथीहरू। स्टे ट्युन। म चाहिँ अहिले मेरो छुट्टी छ नि त। अनि आज मेरो छुट्टी हो, त्यो भएर म चाहिँ आज दुबई जाँदैछु घुम्नको लागि, छुट्टी स्पेन्ड गर्नको लागि। अनि म के गर्छु कता जान्छु हजुरलाई देखाउने नै छु है त साथीहरू। यो चाहिँ दुबईको रोड हो। म चाहिँ अहिले बिचमा जाँदैछु, बिच बाटोमा अन द वे। अब हामीले जान लागेको लोकेसनमा चाहिँ आउन लाग्यो। थोरै टाइम पछाडि आउँछु होला सायद। कस्तो राम्रो भ्यू देखेको। 400 meters, take the exit. 400 किलोमिटर भन्दैछ अझै दिदीले। अब चाहिँ साथीहरू Take the exit. वाउ कस्तो राम्रो देखेको। बाटो कस्तो राम्रो देखेको। बिहाइन्ड द क्यामेरा झन् कस्तो राम्रो देखेछ साथीहरू। म तपाईहरुलाई यहाँनिर देखाउँदैछु ल, तपाईहरु पनि इन्जोय गर्नु होला म सँगसँगै साथीहरू। अब चाहिँ यस्तो कति राम्रो देखेको। अब तपाईहरुलाई म भित्र गएपछि अनि देखाउँछु है त कस्तो के रहेछ हैन। बाहिरबाट त कस्तो राम्रो देखिरहेछ यहाँनिर। अब म तपाईहरुलाई यहाँ हेर्नु त साथीहरू पिङ कत्रो रहेछ। ओ माय गॉड। अब चाहिँ म तपाईहरुलाई भित्र गएपछि देखाउँछु साथीहरू। अब म चाहिँ यहाँनिर भित्र एन्ड भइसकेको छु। अब भित्र के छ कसो रहेछ म पनि फर्स्ट टाइम आएको यो ठाउँ। तपाईहरुलाई अब म देखाउने छु है भित्र गएर ल। भित्र जाँदैछु। अनि यहाँ चाहिँ यस्तो रहेछ। अनि यो यस्तो रहेछ यो ठाउँ चाहिँ। अनि यो यस्तो रहेछ। अनि यो के छ भित्र हेर्नुपर्छ है त। अनि यता यस्तो रहेछ। अब अझै भित्र छिर्नु पर्ने रहेछ यसरी। अनि भित्र यो चाहिँ होटल रहेछ। अनि यो चाहिँ यस्तो रहेछ यो होटल। अनि अब यहाँनिर चाहिँ कस्तो राम्रो रहेछ कि क्लिन एकदम राम्रो हैन साथीहरू। कस्तो राम्रो लाग्यो के। यो सबै उयो रहेछ के भन्छ होटल रेस्टुरेन्ट रहेछ यस्तो। अनि यो उतापट्टि चाहिँ यस्तो क्या यो बाहिरपट्टि यता भित्रपट्टि चाहिँ
त्यो पिङ्क रहेछ क्या यो पिङ्क खेल्नुपर्ने कस्तो राम्रो क्या तर अब मर्निङ टाइम भएर होला कस्तो सुनसान छ होइन तर जोस एकदमै रमाइलो ठाउँ एकदम इन्जोय गरिन्छ अनि अब म चाहिँ यता जान्छु यहाँ म टिकट लिन्छु अनि यता जान्छु है त साथीहरू बाहिर कस्तो रहेछ म देखाउँछु सट्ट तपाईँलाई यहाँको हेर्नु कस्तो राम्रो छ यहाँको भ्यू भनेर सट्ट देखाएँ यो सबै रेस्टुरेन्ट रहेछ क्या ब्रेकफास्ट चाहिँ खान मन लाग्यो पनि सबै रहेछ यहाँनिर अनि हेर्नुहोस् त कस्तो राम्रो क्या लाइटहरू यो गरेको छ कस्तो मजाको अनि अब म हजुरहरूलाई के गर्छ बाहिर गएर देखाउने छु है त अहिले चाहिँ अब यहाँनिर एकदम साइलेन्ट छ क्या अब त्यस्तो बोल्न पनि कस्तो ऊ छ अप्ठ्यारो अनि यहाँ कस्तो राम्रो के हेर्नु न साथीहरू अनि यस्तो यो माथिको लाइट हेर्नु न कस्तो राम्रो अब यो देखिएको छ छैन यो ट्री हेर्नु त साथीहरू कस्तो राम्रो क्या मलाई कस्तो राम्रो लाग्यो के रहेछ यतातिर यस्तो छ यहाँनिर चाहिँ अब चाहिँ म उता गएर के गर्छु हजुरलाई देखाउने नै छु है त साथीहरू अब चाहिँ म बाहिर भन्नाले अब भर्खर छिर्दैछु अब यो चाहिँ एन्ट्रान्स अब म बाहिर निस्किएपछि उतापट्टि भ्यू हेर्ने ठाउँमा अनि के रहेछ म हजुरलाई देखाउने नै छु है त साथीहरू अब चाहिँ यता रहेछ जानुपर्ने यो चाहिँ साथीहरू यस्तो रहेछ यहाँनिरको चाहिँ म सट्ट तपाईँहरूलाई देखाउँछ यहाँको भ्यू ल यहाँनिर हेर्नुहोस् त यो चाहिँ कस्तो पिङ्क छ क्या यहाँनिर अब तपाईँहरूले देख्दै हुनुहुन्छ कि देख्दै हुनुहुन्न यहाँनिर यस्तो घाम लागेर होइन अनि त्यस्तो छ यहाँको हेर्नुहोस् त अब चाहिँ यो म बाहिर भन्नाले जुन भ्यू हेर्ने ठाउँमा चाहिँ हामी एन्ट्री भइसकेको छौँ यस्तो राम्रो छ यार यो ठाउँ त यस्तो राम्रो छ कस्तो राम्रो देखेको कि साथीहरू आइ एम भेरी एक्साइटेड ओ माई गड यस्तो रमादान करिम लेखेको रहेछ यहाँनिर अब हेर्नुहोस् त अब यहाँ क्यामेराले भेट्दैन यस्तो राम्रो देखेछ यो होइन अनि यो चाहिँ यतापट्टिको भ्यू हो अनि यो पिङ्क देखेर मलाई त कस्तो अचम्म लाग्यो अब यता चाहिँ सी छ है हामी चाहिँ उता टिकट गरेर भित्र छिरिसकेपछि चाहिँ अनि त्यो एकदम रेस्टुरेन्टभित्र अनि अब यो चाहिँ हामी सी आउन लागेको छ यहाँ सी छ अनि यो हेर्नुहोस् न साथीहरू ओ माई गड अनि अब चाहिँ उता हामी जान्छौँ यस्तो राम्रो क्या यस्तो राम्रो भनेर साध्यै छैन हेर्नुहोस् त यो पिङ्क अब चाहिँ यस्तो राम्रो के मैले साथीहरू उसमा त के भन्छ युट्युबमा त हेरिरहेको थिएँ यो भ्यूहरू तर मलाई चाहिँ
अब आफूले देखे जस्तो त हुन्न नि त कस्तो राम्रो के तपाईँहरूलाई पनि छ र यहाँनिर देखाउँछ म यहाँ आइपुगेको छु ल हेर्नुहोस् त कस्तो राम्रो मान्छेहरू कति धेरै इन्जोय गरिरहेको छ साथीहरू हेर्नु त यहाँ ल यो सबै फास्टफुडहरू रहेछ होइन अनि यो चाहिँ सबै उयो रहेछ क्या म हजुरहरूलाई अहिले सबै देखाउँछु ल हेर्नुहोस् त यो पिङ्क कत्रो छ यहाँनिर तपाईँहरूलाई म देखाउँछु ल सट्ट पारेर अनि यो यस्तो छ होइन अनि यो भ्यू हेर्नु त यस्तो राम्रो मान्छेहरूले कति धेरै इन्जोय गरिरहेछ कोही के गरिरहेछ कोही के गरिरहेछ पानी होइन मेरो बाइक उडाइरहेछ पानीमा अनि ल हेर्नुहोस् त यहाँको भ्यू अनि अचम्म लागेको चाहिँ मलाई यो हो के कत्रो छ साथीहरू कत्रो अब हेरौँ त साथीहरू उता के रहेछ म फेरि उता तपाईँहरूलाई देखाउने नै छु होइन यहाँ हेर्नुहोस् त यस्तो ओ माई गॉड यस्तो राम्रो छ यहाँको युरोपभन्दा कमी छैन है साथीहरू यस्तो राम्रो क्या तपाईँहरूलाई यो ठाउँ चाहिँ कुन ठाउँ हो अहिले म तपाईँहरूलाई एकछिन भन्छु ल किनभने तपाईँ पहिला यो भ्यू हेर्नुहोस् न यस्तो राम्रो छ होइन तपाईँहरू पनि सायद यहाँनिर हुनुहुन्छ भने चाहिँ एकचोटि आउनुहोस् ल यस्तो राम्रो छ कि अनि साथीहरू हेर्नुहोस् त यस्तो राम्रो भ्यू छ यहाँनिर यो चाहिँ तपाईँहरूलाई अब कहाँ होला जस्तो लाग्छ भने यो चाहिँ आन दुबई रहेछ है यो ठाउँको नाम चाहिँ आन दुबई अनि यस्तो राम्रो छ यो तपाईँहरू पनि यहाँनिर हुनुहुन्छ भने चाहिँ युएईमा आएर भिजिट गर्नु होला किनभने धेरै इन्जोय गरिन्छ यहाँनिर यहाँभित्र चाहिँ अब कति केहरू रहेछ होइन अनि हेर्नुहोस् त कस्तो राम्रो के अब मान्छेले धेरै इन्जोय गर्छ यहाँ आयो भने चाहिँ अब यो अहिले यहाँनिर 11 बजिरहेको छ होइन 11 बजेको भ्यू यस्तो राम्रो छ हेर्नुहोस् न यहाँनिर सिप आइरहेको छ होइन थाहा छैन यो चाहिँ कहाँबाट चढ्छ होइन यहाँ चाहिँ थाहा छैन अब मिल्यो भने यहाँ पनि बोटिङ गर्ने अब तर कहाँबाट गर्छ यहाँनिर कहाँबाट टिकट लिनुपर्छ थाहा छैन नि त तर जस एकदम इन्जोय गर्ने ठाउँ रहेछ साथीहरू म चाहिँ यसरी नै इन्जोय गरिरहेको छु साथीहरू यहाँनिर होइन अनि घाम पनि त्यत्तिकै लागेको छ होइन र पनि कस्तो धेरै एकदम के भन्ने अब एकदमै रमाइलो भइरहेको छ अब तपाईँहरूलाई म सट्टै यहाँदेखि चाहिँ अब एकचोटि देखाउँछु फेरि अनि आजको वेदर चाहिँ फेरि एकदम गर्मी छ के त्यो भएर पनि तर यो चाहिँ अब यो सीको छेउमा भएर होला होइन तर त्यति गर्मी फिल भएको छैन तर जस रमाइलो छ कस्तो यो ठाउँ देखेर केही बोल्ने नै शब्दै भएन क्या कस्तो यस्तो फिल भइरहेछ कि एकदम रमाइलो क्या सट्ट हेर्नुहोस् त पहाडी कस्तो राम्रो देखिरहेछ अनि
उता त्यत्तिकै मान्छेहरू इन्जोय गरिरहेको छ। हेर्नुहोस् त कति मजा आउँछ यसरी कुद्नलाई। यस्तै साथीहरू अब यताको भ्यू यस्तो छ, पारी बिल्डिङहरू होइन। अनि कता कता मलाई त कस्तो हङकङतिर जस्तो लागिरहेछ यो भ्यूहरू हेर्दाखेरि चाहिँ। कस्तो गर्मी भइरहेछ आज। हेर्नुहोस् त कस्तो राम्रो देखिरहेछ त्यो पानीहरू। मान्छेहरू हेर्नुहोस् न पर बाइकमा कति मजाले कुदिरहेको छ। म चाहिँ अब घुम्दा गरेर एकदमै टायर्ड फिल गरेँ होइन। गर्मी पनि छ अनि त्यहाँदेखि अब पुरा यो ठुलो एरिया छ नि त। अनि घुम्दा अनि मैले अझै भित्रको त मैले भिडियो बनाउन पनि पाइनँ किनभने एकदमै क्राउड छ क्या मान्छे यहाँनिर। अनि अब यो घरहरू पनि यहाँनिर रहेछ अनि हाम्रो रमाइलो गरिरहेछ। मैले भिडियो बनाउनु सकिनँ, त्यसको लागि चाहिँ आइम सो सरी। मैले चाहिँ तपाईँहरूलाई यहाँनिर बाहिरको यताकोतिरको भ्यू अनि अलिकति साइलेन्ट प्लेसहरू कता कता छ त्यो चाहिँ मैले हेरेर भिडियो बनाएँ होइन। अनि तपाईँहरू चाहिँ अब यदि मैले देखाउँदा पनि तपाईँहरू एकदमै इन्जोय गर्नुहुन्छ होला भन्ने एकदमै मलाई विश्वास छ होइन। अनि अब चाहिँ म कुन ठाउँ जान्छु अनि त्यसको लागि चाहिँ म तपाईँहरूलाई देखाउँदै नै छु के गर्छु, कसो गर्छु, कहाँ जान्छु होइन। अनि त्यसको लागि चाहिँ तपाईँहरू भिडियो हेर्नुपर्ने हुन्छ है त साथीहरू। स्टे ट्युन साथीहरू। अब चाहिँ म पान्जोमेरा एटलान्टिक होटल जाँदै गरेको। अब त्यहाँनिरको कस्तो रहेछ भ्यू म तपाईँहरूलाई देखाउने नै छु है त साथीहरू। अब चाहिँ म बाटोमा छु अन द वे। क्रस भएपछि कस्तो आउँदो रहेछ ठाउँ म हजुरहरूलाई देखाउने नै छु है त। यो चाहिँ पान्जोमेरा चाहिँ एकदमै दुबईको पपुलर ठाउँ हो। यो पनि एकदमै टुरिस्ट प्लेस हो। यो पनि एकदमै राम्रो छ होइन। In 500 meters
बाटोहरू चाहिँ कस्तो एकदमै कन्जेस्टेड छ हो यो यहाँ जाने बाटो चाहिँ In 500 meters, keep right to stay on Palm खालि Jumeirah Road. 5 किलोमिटर भन्छ 500 पर्छ त जतिखेर ल साथीहरू म वहाँ गएपछि तपाईँहरूलाई देखाउने नै छु है त अब हामी Keep right to stay on Palm आइसकेको छौँ Jumeirah Road. अब कति पनि छैन यहाँनिर म भित्र आएपछि गएपछि देखाउँछु ल है त साथीहरू कस्तो राम्रो देखेँ कि यो भ्यू मैले तपाईँहरूलाई देखाउन मन लाग्यो कि कस्तो राम्रो देखेको छ त्यो सबै अपार्टमेन्ट छ यतातिर होइन बिचमा बाटो हामी चाहिँ अन द वे अनि अब चाहिँ नजिक हाम्रो डेस्टिनेसन आइसकेको छ अनि हजुरहरूलाई वहाँ गएर सबै देखाउने नै छु है त अनि यो चाहिँ माथिको रेलवे हो मेट्रोको वे कस्तो राम्रो देखिरहेको छ हेर्नु साथीहरू पर कुदी पनि रहेछ अनि पर देख्दैछ हो एटलान्टा होटलको भ्यू है साथीहरू अब चाहिँ हामी एकदमै नजिकमा आइसकेका छौँ हेर्नुहोस् त कस्तो राम्रो छ यहाँनिर यहाँनिर क्यामेरामा चाहिँ कस्तो राम्रो आकाश देखेको छ एकदमै चिसो टाइपको तर बाहिर चाहिँ कस्तो गर्मी छ कि साथीहरू एकदम गर्मी चढिसकेको छ नि यो दुबईमा पनि अहिले त्यो भएर एकदम बाहिर गर्मी छ कति टेम्परेचर अब कस्तो राम्रो देखिँदैछ माथि वहाँनिर के हो त्यो कस्तो राम्रो देखिरहेछ भन्नै आएन मलाई त भन्न आएन म पनि यहाँनिर मेरो सेकेन्डचोटि होला सायद यहाँनिर आएको तर मैले अब बिर्सिसकेँ अब यहाँ एभ्री इयर चेन्ज भइरहेको छ कति यहाँको केहरू डिफरेन्स भइरहन्छ नि त अनि मैले पनि बिर्सेँ अब पहिला कस्तो थियो के थियो अब जस राम्रो छ साथीहरू म चाहिँ अहिले यो एटलान्टिक होटलको अगाडिपट्टि छु यो चाहिँ सबै यो भित्र छिर्ने ठाउँ हो अनि म चाहिँ तपाईँहरूलाई अब यहाँको सी एकदमै ठुलो छ होइन म उतापट्टि गएर देखाउने नै छु किनभने यो यहाँनिरबाट चाहिँ जाने ठाउँ छैन नि त भित्र छिर्ने ठाउँ छैन अनि म उहाँदेखि चाहिँ छ ठाउँ होइन अगाडिपट्टि अनि उता अगाडिपट्टि गएर चाहिँ म देखाउने छु है त तपाईँहरूलाई ल अनि कस्तो गर्मी त एकदम गर्मी छ तर पनि यो सीको छेउमा भएर चाहिँ एकदमै ठन्डी भइरहेको छ पानीले गर्दाखेरि कि अनि म त्यहाँदेखि भित्र गएपछि हजुरहरू देखाउने नै छु है त अनि आज चाहिँ मेरो छुट्टी यसरी नै बितिरहेको छ किनभने यो ठाउँहरू एकदमै राम्रो छ कि साथीहरू भन्नाले अब यो ठाउँ चाहिँ एकदमै यहाँनिर के अरे बलिउडहरूको चाहिँ एकदमै भिडभाड हुने ठाउँ हो उनीहरूको यो अपार्टमेन्ट पनि यता यहीँनिर छ यता भित्रपट्टि अनि एकदमै यो ठाउँ चाहिँ भिडभाड हुन्छ होइन एकदम टुरिस्टहरू आउँछ यहाँनिर चाहिँ रहेछ अनि भिजिट गर्छ उनीहरू त्यस्तै हो अनि जस्तो राम्रो ठाउँ छ अनि तपाईँहरूलाई पनि मैले देखाएँ किनभने हेर्नुहोस् त कस्तो बाहिर त गर्मी छ होइन तर चिसो एकदम चिसो खालको त्यो आइरहेको छ क्या एकदम पहाडतिर जस्तै टाइपको एकदम चिसो आइरहेको छ क्या अनि मैले भनि नै राखेको छु हजुरहरूलाई के अरे यहाँको अहिले चाहिँ रमजान चलिरहेको छ
मैले हजुरहरूलाई भनि पनि राखेको छु। अनि त्यो भएर चाहिँ मेरो चाहिँ अब छुट्टी थियो। छुट्टी चाहिँ मैले यसरी नै स्पेन्ड गरिरहेको छु, कहिले कता। अब अरू बेला त त्यति निस्किन पनि पाउँदैन नि त। अनि त्यो भएर मैले चाहिँ यसरी छुट्टी स्पेन्ड गरिरहेको छु साथीहरू। अनि हेर्नुहोस् त, यहाँदेखि यता जानु चाहिँ पाउँदैन रहेछ होइन। यस्तो छ नि त, यो वाल राखेको छ यहाँनिर, अनि जानु पाउँदैन। यो चाहिँ हेर्नु न, पर मान्छेहरू कति इन्जोय गरिरहेको छ। जहाँ पनि यसरी नै मान्छेहरू सेपमा चढ्यो अनि त्यहाँदेखि भिजिट गर्यो, एकदम इन्जोय हुन्छ। अनि म पनि यहाँनिर टाइम हेरिरहेको छु। अब मेरो त अब एकदमै टाढो छ नि त। अनि म चाहिँ आबुधाबीबाट आएको हो, अब एकदम टाढोबाट। अनि मेरो चाहिँ टाइम पनि छैन, अब हेर्नुपर्ने हुन्छ यहाँनिर। अब मिल्यो भने म पनि अब सर्ट वेको लागि चाहिँ सिपमा चढ्छु होला आई थिङ्क। मैले चाहिँ अब सोचेको छु, अब हुन्छ हुँदैन कस्तो हुन्छ थाहा छैन होइन। यो चाहिँ कस्तो राम्रो, हेर्नु नि यहाँ स्टोन यस्तो राम्रो यहाँ राखेको छ होइन। यत्रो आँखाले नभ्याइन्जेलसम्म हेर्नुहोस् त साथीहरू। अनि तपाईँलाई म सट्टै देखाउँछु होइन। यो चाहिँ हेर्नु न काठको फेरि होइन। यो चाहिँ अब यो भुइँ छ नि, यो सबै काठको हेर्नु न कस्तो मजाले बनाएको छ होइन। यो हेर्नु त। अनि पहिला त यो एकचोटि पहिला आएको बेलामा यो भित्र पनि जान पाउँथ्यो होइन। अहिले चाहिँ पाउँदैन रहेछ। यहाँनिर पुरा वाल लगाइदिएको छ। अनि यो पनि वाल लगाइदिएको छ। कस्तो अब जानु पाउँदैन रहेछ। अनि यहाँको मेन चाहिँ यस्तै हो। यहाँ यतापट्टि सी छ, यतापट्टि अपार्टमेन्ट बिल्लाहरू छ, यतापट्टि यहाँनिर भित्रपट्टि गयो भने चाहिँ अब धेरै कुराहरू भित्र छ। तर मेरो चाहिँ टाइम छैन, म अब अरू ठाउँ पनि जानुपर्ने छ। अनि अब कुनै दिन आउला। अनि चट्ट होला मैले तपाईँलाई यहाँनिर यसरी मात्रै देखाएँ होइन। अनि म चाहिँ यहाँनिर हेरिरहेको छु, किनभने यहाँनिर चाहिँ कस्तो पार्किङ पनि ढुक्कसँगले गर्नु नपाउने रहेछ कि। अनि पुरा चिसो हावा चलिरहेछ साथीहरू। यहाँ त यस्तो रमाइलो पो भइरहेछ त। अनि त्यस्तै हो। अनि हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो, सधैँ यसरी माया गरिदिनु होला। अनि तपाईँहरूले पनि यहीँ हुनुहुन्छ भने त रमजानको अफकोर्स छुट्टी होला, कसरी स्पेन्ड गर्नुभयो छुट्टी। अनि मेरो चाहिँ यस्तै हुँदैछ। अब चाहिँ मेरो छुट्टी चाहिँ सिधिन लागेको छ। अनि त्यहाँदेखि चाहिँ एकदम कन्टिन्युटी हुन्छ, छुट्टी हुँदैन। अब ईद नसकिन्जेलसम्म, त्यहाँदेखि ईदको छुट्टी हुन्छ, त्यहाँदेखि सक्यो यहाँको रमजान। अनि घुम्ने टाइम भनेकै हाम्रो चाहिँ यस्तै टाइम हुन्छ कि अब यो टाइममा मात्रै अलिक छुट्टी धेरै मिल्छ नि त। अनि यही टाइममा मात्रै छुट्टी बस्न मिल्छ, घुम्न मिल्छ। अरू बेला त कन्टिन्युटी हुन्छ। अनि अब विकली 1 डे छुट्टी हुन्छ, त्यतिकै के गर्दाखेरि नै बित्छ होइन। अनि त्यो भएर मैले पनि साथीहरू हेर्नुहोस् त, यसको यतापट्टि यस्तो छ, यतापट्टि यस्तो छ। अनि यो अपार्टमेन्ट मलाई हेरेर छक्क पर्छु कि म चाहिँ। अब यस्तो छ होइन। त्यहाँ हेर्नु न मजाले माथि त्यो के भन्छ सानो बक्सहरू जोडेर राखेको टाइपको बनाएको छ कि। अनि हेर्दा पनि कस्तो अहिले यस्तो ढल्छ होला जस्तो क्या टाइपको। तर त्यस्तो छैन, जति देख्दाखेरि उयो छ त्यस्तो छैन। तर कस्तो राम्रो तरिकाले बनाएको छ कि साथीहरू। अनि त्यस्तै छ। अनि हेर्नुहोस् त साथीहरू, यस्तो भ्यू देखेको छ यहाँ होइन। यो चाहिँ अपार्टमेन्टहरू। अनि यो चाहिँ
यतापट्टि सी। यो चाहिँ पुरा यो काठको कस्तो मजाले यो बाटो बनाएको छ हैन। यस्तो राम्रो छ हेर्दा त्यतिकै पनि हैन। पर हेर्नुस् सी हेर्नुस् त्यहाँनिर पर सिप हेर्नुस् त कस्तो खालको। कसरी खिचिरहेको छ आफ्नै तरिकाले। अनि यो ढुङ्गाहरू हेर्नुस् त यो पत्थर यस्तो मजाले यहाँनिर राखेको छ हैन। पर अर्को सिप आइरहेछ। अनि यो आँखाले देखिन्जेलसम्म यहाँनिर हेर्नु समुद्र यस्तो छ। कस्तो रमाइलो लाग्ने के साथीहरू। यो घर चाहिँ यस्तो छ के साथीहरू। अनि त्यो भएर मैले तपाईँहरूलाई भनेको के हेर्दा चाहिँ सेम बट्टा राखेको जस्तो छ के। बट्टाहरू हुन्छ नि बक्सहरू राखेको टाइपको छ यस्तो टाइपको छ। ल हेर्नुहोस् त मलाई जस्तो लाग्यो कि ढल्छ जस्तै लाग्यो क्या। अम्मम कस्तो डिजाइनले बनाएको छ कि साथीहरू। जस पुरा दिमाग लगाएर बनाएको छ हो कस्तो मजाले के। हेर्नुहोस् त मैले तपाईँहरूलाई यहाँबाट देखाउँदैछु। यस्तो तरिकाले बनाएको छ। माथि हेर्नुहोस् त सेम एउटा बक्स लगेर जोडेर राखे जस्तो छैन। कतिवटा सिप आएछ यतातिर त। मान्छेहरू हेर्नु त कति इन्जोय गरेका। यस्तो छ यहाँ मुनिको। फेरि पनि म देखाउँछु अझै नजिकबाट म तपाईँहरूलाई। आधी भाग हो यता अझै उसको उतापट्टि पनि यति नै भाग छ। अचम्म लाग्ने खालको घर के हेर्नुहोस् त। अनि कति राम्रो छ मुनि। यो चाहिँ पहिला चाहिँ थिएन म आउँदाखेरि पहिला। अहिले चाहिँ यो मलाई नयाँ लाग्यो होइन। यो सायद धेरै पनि भएको छैन होला बनाएको। यस्तो छ हेर्नुहोस् त ल। म चाहिँ बाटोमा अझै पनि छु। अन्त चाहिँ हामीलाई टाइम लाग्छ होला अलिक। तपाईँलाई म बाटोको भ्यूहरू देखाउँछु। In 3 kilometers, take exit 34 for Asa Street, D61 East. साथीहरू आज चाहिँ म यो दुबईको यो सिल्भर स्पोन रेस्टुरेन्ट भन्नेमा चाहिँ आएको छु आज खाना खानको लागि होइन। अब यहाँ कस्तो रहेछ भित्र हेरौँ न है साथीहरू। म चाहिँ यहाँनिर आएको छु आज खाना खानको लागि। अब म
भित्र जान्छु कस्तो रहेछ के रहेछ है हजुरहरूलाई पनि देखाउँछु and अब चाहिँ भित्र जानेछु खाना खान्छौँ यही सुरु हो यो चाहिँ मेरो खाना हो यो मेरो दाल हो यो पनि दाल रहेछ हैन अनि पापड अनि यो साग गुन्द्रुकको यो अचार घिउ पनि रहेछ साथीहरु अब चाहिँ म खाएँ ल यो चाहिँ दुबईको बर्दुबईको के अरे बर्दुबई हो ल यो चाहिँ यहाँबाट सिप चढेर जानुपर्छ यो बेलुकाको भ्यू चाहिँ यस्तो छ यहाँनिर हैन अब देखाउने छु ल हेर्नुहोस् त पऱ्यो उता सिप आउँदैछ यहाँबाट राउन्डिङ गर्छ यहाँ मेरो पनि टाइम भएछ भने म भोलि यसरी जाँदैछ रमाइलो गरी मान्छेहरू हेर्नु साथीहरू म चाहिँ घर आइसकेको छु अनि तपाईहरुलाई मैले जहाँ गएँ म जे गरेँ अनि सकेसम्म मैले भिडियोमा ल्याउने कोसिस गरेको छु त्यसको लागि चाहिँ हजुरहरू मेरो लास्टसम्म भिडियो हेर्नु पर्ने हुन्छ है त अनि तपाईहरुलाई अब मैले बाइ भन्नु नै पर्ने हुन्छ अनि बाइ भन्नका लागि हजुरहरू सामु आएकी छु तपाईहरुलाई कस्तो लाग्छ के लाग्छ मेरो भिडियो ब्लग हेरेर तपाईले एकदमै कमेन्ट गर्नु होला भन्दै आजलाई म हजुरहरु सामु बिदा हुन चाहन्छु अनि त्यो भन्दा अगाडि म के पनि भन्न चाहन्छु भने तपाईहरुको लागि भनेर मैले अर्को दुबईको पार्ट 2 भिडियो पनि मैले नेक्स्ट ब्लगमा राखेको छु तपाईहरु चाहिँ हेर्न नछुटाउनु होला है हस् थ्यांक यू फर वाचिङ बाइ बाइ